स्टन्टबाजहरूको हो हल्लाको पछि नलाग्नु होला। तपाईहरु इतिहास हेर्नुहोस्, तपाईहरु इतिहास हेर्नुहोस्। हिजो जनयुद्ध र जनआन्दोलनको हामीले नेतृत्व गर्दै गर्दा अहिले यहाँ देखेका नेताहरू जति हामी यहाँ टिम छौं, हामी जति बेला पञ्चायतका विरुद्ध लडाईँ लड्दै थियौं, जति बेला हामी सामन्ती निरङ्कुश तन्त्रका विरुद्ध लडाईँ लड्दै थियौं, हामी पनि त्यति बेला तपाईहरु जस्तै जेनजी युवाहरू नै थियौं। हामी त्यस्तै युवाहरूकै बलमा हामी अगाडि आएको हो। हाम्रो अनुभव भनेको तपाईहरुको बाआमाले आर्जन गरेको अनुभव हो। बाआमालाई अपमान नगर्नुहोस्। अघि यहाँ आइसक्यो जुन छोराछोरीले आफ्नै आमा बाउको अनुभव, उनीहरूले दिएको शिक्षालाई राम्रोसँग सुन्न इन्कार गर्छन्, ती छोराछोरीहरू असल छोराछोरी हुन सक्दैनन्। म तपाईहरुलाई यो अपिल पनि गर्न चाहन्छु, त्यहाँ सही के हो गलत के हो उमेरले भन्दैन, विचारले भन्छ, राजनीतिक एजेन्डाले भन्छ, देशप्रतिको समर्पण भावले भन्छ। त्यसकारण हामीले यो एकतालाई अगाडि बढाउँदै गर्दा हामीलाई राष्ट्रप्रतिको प्रेम, यो देशप्रतिको प्रेम र जनताप्रतिको निष्ठा, जनताप्रतिको जिम्मेवारीका कारणले हामी